साथीहरू, के तपाईँले कहिले सोच्नु भएको छ के मानिसहरू धेरै हल्ला नगरी, धेरै देखावती नभई, बिना ठुलो तलब र आम्दानी पनि बिस्तारै धनी बन्छन्? अनि के मानिसहरू राम्रो कमाइ हुँदा पनि सधैँ पैसाको अभोग हुन्छ र सधैँ पैसाको पछाडि भाग्छन्? सत्य के हो भने धनी बन्नु केवल आम्दानीबाट हुँदैन, व्यवहारिक ज्ञान र बानीबाट हुन्छ। र तिनै बानीहरू र ज्ञानले आज तपाईँको आर्थिक जीवन परिवर्तन गर्न सक्छन्। विश्वमा एउटा यस्तो देश छ जहाँ मानिसहरू डिसिप्लिन, सिम्प्लिसिटी र कन्सिस्टेन्सीबाट सम्पत्ति बनाउँछन् र त्यो देशको नाम हो जापान। आज म यो भिडियोमा 9वटा धनी बन्ने जापानका मान्छेहरूले प्रयोग गर्ने सेक्रेट तरिकाहरू बताउन गइरहेको छु। त्यसैले भिडियो अन्त्यसम्म हेर्नुहोला, किनकि हरेक बानीसँग चित्र अझ स्पष्ट हुँदै जान्छ र सायद एउटा बानीले तपाईँको सम्पूर्ण जीवन नै बदल्न सक्छ। च्याप्टर 1, ककैबु द माइन्डफुल मनी जर्नल। के तपाईँले महसुस गर्नुभएको छ पैसा आउँछ जान्छ तर कहाँ जान्छ थाहा हुँदैन? महिनाको सुरुवातमा तपाईँको गोजी भारी हुन्छ र अन्त्यमा खाली हुन्छ अनि तपाईँलाई लाग्छ पैसा कहाँ गयो। सत्य के हो भने धेरै मानिसहरूले पैसाको कमीले होइन, ध्यानको कमीले सङ्घर्ष गर्छन्। जापानको बानी ककैबु भन्छ, हरेक खर्च लेख्नुहोस्, सिर्फ सम्झिने होइन, लेख्नुहोस्, किनकि लेखिएको कुरालाई सम्हाल्न सकिन्छ। साथीहरूसँगको घुमघाम, मुभिज, सब्सक्रिप्सन, अनलाइन अर्डर, अनावश्यक रिचार्ज, अनावश्यक सपिङ, यो खर्च हेर्दा सानो देखिएला, तर निरन्तर गर्दै गयो भने, ध्यान बिना गर्यो भने यो खर्च ठुलो भइदिन्छ। त्यसैले आजदेखि एउटा नियम बनाउनुहोस्, हरेक खर्च लेख्नुहोस्, चाहे त्यो 100 रुपियाँको होस् वा 1000। च्याप्टर 2, किन्सुगी। यदि तपाईँको सबैभन्दा ठुलो हार नै तपाईँको सबैभन्दा ठुलो शक्ति बन्न सक्छ भने, यदि जसले तपाईँलाई तोड्यो त्यही कुराले तपाईँलाई नयाँ रूपमा निर्माण गर्न सक्छ भने, धेरै मानिसहरू टुट्नबाट डराउँछ, किनकि उनीहरूलाई लाग्छ एकपटक टुटेपछि मानिस सधैँका लागि बिग्रन्छ। तर वास्तविकता त्यस्तो होइन। सत्य के हो भने मानिसहरू हारबाट होइन, हारलाई दिएको अर्थबाट हार्छन्। उनीहरू सोध्छन् जीवनमा दरार आयो भने कता सकियो। तर यही जापानको अद्भुत दर्शन कित्सुगी आउँछ, जसले भन्छ टुटेको वस्तुलाई लुकाउने होइन, सुनले जोडेर अझ सुन्दर बनाउने हो। दरार कमजोरी होइन, त्यो तपाईँले बाँच्नु भएको प्रमाण हो, तपाईँको यात्रा इतिहास हो। कित्सुगीले पीडा महसुस नगर्नु भन्न खोजेको होइन, पीडा महसुस गर्नुहोस्, स्वीकार गर्नुहोस्, बुझ्नुहोस्, तर त्यही अड्किएर नबस्नुहोस्। च्याप्टर 3, काइजुन। केही मानिसहरू अचानक सफल देखिन्छन्, तर उनीहरूको सफलता कहिले अचानक हुँदैन। बाहिरबाट हेर्दा एक दिनमा सबै बदलिए जस्तो लाग्छ, तर भित्रीबाट हरेक दिनको त्यो सानो कदमको नतिजा हो। यही जापानको शक्तिशाली सेक्रेट आउँछ, काइजन। काइजन भनेको कन्टिन्युस 1% इम्प्रुभमेन्ट। हरेक दिन 1% राम्रो बन्नुहोस्। यदि तपाईँ जब गर्नुहुन्छ भने एउटा नयाँ स्किल सिक्नुहोस्। यदि बिजनेस गर्नुहुन्छ भने आफ्नो नलेज इम्प्रुभ गर्नुहोस्। यदि पैसा कम छ भने स्पेन्डिङ कम र इन्भेस्टमेन्ट धेरै बनाउनुहोस्। यदि आत्मविश्वास कम छ भने कम्युनिकेसन स्किलमा काम गर्नुहोस्। तपाईँको जीवनको दिशा एकै दिनमा बदलिँदैन, तर दैनिक 1% इम्प्रुभमेन्टले भने अवश्य बदलिन्छ। च्याप्टर 4, एकिगाई। विश्वमा धेरै मानिसहरू काम गर्छन्, तर धेरै कम मानिसहरू पर्पजसँग काम गर्छन्। र जब काम केवल मजबुरी बन्छ, आम्दानी त मिल्छ तर ऊर्जा खत्तम हुन्छ। यही जापानको शक्तिशाली सेक्रेट आउँछ, एकिगाई। एकिगाई भनेको त्यो कारण जसका लागि तपाईँ बिहान उठ्नुहुन्छ, त्यो काम, त्यो दिशा, त्यो योगदान जसमा स्किल होस्, मूल्य होस् र मिनिङफुल होस्। त्यसैले एकिगाई सोच्छ, तपाईँ कुन कुरामा राम्रो हुनुहुन्छ, विश्वलाई कुन कुराको आवश्यक छ, कुन कामको लागि मानिसहरू हाई पेइङ गर्छन् र कुन कामले तपाईँलाई जीवनको अर्थको महसुस गराउँछ। आजदेखि त्यही कुराको बारेमा सोच्न थाल्नुहोस्। च्याप्टर 5, गामन। के तपाईँ कमजोर हुनुहुन्छ वा जीवनले तपाईँलाई कमजोर बनाइरहेको छ? किनकि केही मानिसहरू समस्या आयो भने टुट्दछन् र केही त्यही समस्यामा अझ बलियो बन्दछन्। किन? जीवनले ट्यालेन्ट टेस्ट गर्दैन, कहिलेकाहीँ क्यारेक्टर टेस्ट गर्छ। सत्य के हो भने तपाईँलाई के गर्नुपर्छ थाहा छ, तर तपाईँ लामो समयसम्म टिक्न सक्नुहुन्न। जापानमा एउटा शब्द छ, गामन, जसको मतलब चुपचाप सहनु, प्रेसरमा पनि टिकिरहनु र अनुशासन नछोड्नु। दुई मानिस सुरु गर्छन्, दुवै फेल हुन्छन्। एउटा हार मान्छ, अर्को सिक्छ, एडजस्ट गर्छ र टिक्छ र लामो समयसम्म टिक्छ। केही वर्षपछि तपाईँलाई के लाग्छ, सफल को हुन्छ त? जो टिक्छ उही जित्छ। एक दिन मोटिभेसन सजिलो छ, तर सधैँ मोटिभेसन हुनु गाह्रो हुन्छ। त्यही भएर एउटा कुरा विचार गरौँ, कम्फर्ट अहिले सजिलो हुन सक्छ तर पछि महँगो पर्छ। डिसिप्लिन अहिले गाह्रो हुन सक्छ तर पछि त्यसको मूल्य अमूल्य हुन्छ। च्याप्टर 6, हराहाचिबु। तपाईँको सबैभन्दा ठुलो समस्या के होला? पैसा,
खर्च या समय। कहिलेकाहीँ यो नभएर चाहिँदो भन्दा बढी अर्थात् अधिकता पनि हुन सक्छ। धेरै खाना, धेरै खर्च, धेरै बोल्ने, धेरै घुम्ने र कहिलेकाहीँ धेरै एक्सेसले पनि हामीलाई स्ट्रेस दिने गर्छ। हाम्रो जीवन उथलपुथल गर्ने गर्छ, जसको कारण हामीसँग भएको धन मासिन्छ। त्यसैले यहाँ जापानको टाइमलेस बानी आउँछ, हारा हाचिबु, जसको अर्थ हामीले जे गरिन्छ त्यो सिर्फ 80% मात्र गरौँ। ट्रेडिसनले यसलाई खानासँग जोड्छ, तर यसको असली पावर जीवनको हरेक भागमा छ, किनकि जीवनको हरेक भागमा हामीलाई लिमिटेसन र बााउन्ड्रिजको आवश्यकता पर्छ। च्याप्टर 7 वाबी साबी। के तपाईँले कहिले आफ्नो जीवनको महत्त्वपूर्ण कामहरू रोकेको हुनुहुन्छ किनकि सबै कुरा पर्फेक्ट छैन, सही समय आएको छैन, पैसा कम छ, स्किल पुरा छैन, आत्मविश्वास छैन, मार्केट क्लियर छैन, मानिसहरू सपोर्ट गरिरहेका छैनन् र यही पर्फेक्सनको पर्खाइमा महिनाहरू वर्षमा बदलिए, समय धेरै अगाडि पुगिसक्यो, तर तपाईँ भने जहाँको त्यही नै। यहाँ जापानको गहिरो फिलोसफी आउँछ, वाबी साबी। वाबी साबी सिकाउँछ अपूर्णतामा पनि सुन्दरता हुन्छ, मूल्य हुन्छ। आजदेखि एउटा नयाँ नियम बनाउनुहोस्, पर्फेक्सनलाई वेट नगर्नुहोस्। यदि जिम जान सक्नु हुँदैन भने घरमा वर्कआउट गर्नुहोस्। ठुलो इन्भेस्टमेन्ट छैन भने सानोबाट सुरु गर्नुहोस्। जे सोच्नु भएको छ त्यो सोचमा मात्र नराख्नु, आजदेखि सुरु गर्नुहोस्। च्याप्टर 8 मतनाइ। आफूलाई सोध्नुहोस्, तपाईँको जीवनमा वास्तवमै कमी पैसाको हो कि समयको? किनकि धेरै मानिसहरू भन्छन् आम्दानी कम छ, मौका कम छ, लक छैन। तर यदि ध्यानले हेऱ्यो भने सबैभन्दा धेरै कमी अनुशासन र अवेरनेसको हो। पैसा केवल खर्च हुँदैन, लिक हुन्छ। समय केवल बित्दैन, खेर जान्छ। ऊर्जा केवल गर्दैन, गलत ठाउँमा खर्च हुन्छ। र यही जापानको शक्तिशाली फिलोसोफी आउँछ, मोतेनाइ। मोतेनाइ भनेको जे मूल्यवान छ त्यसलाई खेर नफाल्नुहोस्। चाहे त्यो पैसा होस्, खाना होस्, कपडा होस्, समय होस्, ट्यालेन्ट होस् वा जीवन नै किन नहोस्। इमेजिन गर्नुहोस्, एउटा मानिसले हरेक दिन 500 रुपियाँ अनावश्यक चिजहरूमा खर्च गर्छ। कफी, स्न्याक्स, ऱ्यान्डम अनलाइन डिल्स, मुभिज। उसलाई लाग्छ यो रकम सानो हो, तर महिनामा यही 515,000 बन्छ र वर्षमा 1,80,000। फरक यही हो, साधारण मानिस रकम हेर्छन्, बुद्धिमानी मानिस प्याटर्न हेर्छन्। मोतेनाइ केवल पैसा बचत गर्ने कुरा होइन, यसले मूल्य सिकाउँछ। तपाईसँग जे छ त्यसको कदर गर्न सिकाउँछ। च्याप्टर 9 सोगानाइ। धेरै मानिसहरू आफ्नो ऊर्जा मेहनतमा भन्दा फ्रस्ट्रेसनमा बढी खर्च गर्छन्। उनीहरू भूतकाललाई दोष दिन्छन्, परिस्थितिलाई गाली गर्छन् र जे बदल्न सकिँदैन त्यससँग लडिरहन्छन्। तर समस्या के हो भने मानिस समस्या भन्दा बढी आफ्नै रिजेक्सनले हार्छ। यही जापानी दर्शन सोगानाइ सिकाउँछ, केही कुरा तपाईँको बसमा हुँदैन त्यसलाई स्वीकार गर्नुहोस् र जुन तपाईँको बसमा छ त्यसमा आफ्नो सम्पूर्ण शक्ति लगाउनुहोस्। किनकि मौसममा रिसाउँदा मौसम बदलिँदैन, तर तपाईँको मन बिग्रन्छ। भूतकालमा अट्किँदा भविष्य बन्द हुन्छ। जब तपाईँ किन यस्तो भयो भन्दा अब के गर्नेमा फोकस गर्नुहुन्छ, त्यहाँबाट तपाईँको प्रगति सुरु हुन्छ। याद राख्नुहोस्, सबै कुरा कन्ट्रोल गर्ने प्रयास छोड्दा मात्र तपाईँ आफूलाई कन्ट्रोल गर्न सिक्नुहुनेछ। र साँचो धन केवल ब्याङ्क ब्यालेन्सबाट होइन, स्थिर मनबाट पनि आउने गर्छ। तपाईँले आज 9वटा लेसन सिक्नुभयो। अब प्रश्न एउटा मात्र, यीमध्ये कुन बानी आजबाट तपाईँको जीवन बदल्न सुरु गर्नेछ? त्यो बानी आजदेखि सुरु गर्नुहोस्, एउटा मात्र, 7 दिनसम्म र फरक देख्नुहोस्। यदि तपाईँ यस्तै सफलता, मनी माइन्डसेट र सेल्फ ग्रोथका भिडियोहरू हेर्न चाहनुहुन्छ भने अहिले नै च्यानललाई सब्सक्राइब गर्नुहोस्, लाइक गर्नुहोस् र तपाईँलाई यी जापानिज सिक्रेट मध्ये कुन धेरै राम्रो लाग्यो तल कमेन्टमा लेख्नुहोला। धन्यवाद।